हामी बसमा छौँ। हाई गाइस, कस्तो हुनुहुन्छ? आज हामी गुवाहाटीबाट जाँदैछौँ सिलिगुडीबाट कता जाने हो? नेपाल। अहिले हामी स्लिपर बसमा छौँ। सबै सुतेछ है। यो हाम्रो एउटा यो हो हाम्रो पेन्टु भाइ। ड्राइभरले गाडी चलाउँदैछ। हामी चाहिँ के सुतेला बसेछौँ। पीछे यो हो इंडिया लेके जाके आगे इंडिया को नेपाल आगे इंडिया को झंडा लगाए थियो। मैले देखे, बाबा भाइले आमाले देख्नु होइन। हामी गुवाहाटी अहिले हामी सिलिगुडी सुती जाँदैछौँ नि। हो नि, के गर्नु? सुती गइराख्ने नि अब त हाम्रो। अब हामी भात खानु रोकेको यहाँ एउटा ढाबामा। अब हाम्रो बस यतै छ। त्यो हाम्रो बस। यो हो हाम्रो बस, यो हो अरूको बस। चलो आओ। दोकानहरू छ नि, के दोकानहरू छ नि यहाँ। यो हाम्रो बस हो। ए हाम्रो बस हो। हामी पिसाब गर्नु आएको नि। के गर्नु आएको? सी गर्नु आएको भन सी गर्नु आएको भन। उता सोभित सी गर्दैछ। कहाँ गयो सोभित? खोइ सोभित कहाँ छ? देखेन त सोभितलाई। त्यो हो के हो? के खाएको? जुस। लाइट छैन नि त, त्यही भएर दिएको तिमीलाई लाइट। यो लाइट खराब छ। यो लाइट खराब। बाह्र बजिसक्यो। यो हो हाम्रो सीमा बस। यता बाबा आमा भाइ सुत्नु सक्छ। के भयो तिमीलाई? के भयो? निन्द्रा लाएर त्यो अब हामी सुत्छौँ। भोलि बिहान भेटौँ है। चिया खानु रोकेको। सबितले चिया खाँदैछ नि। दुधु पापा
म खान्न यहाँ सहन खाँदैछ दुधु पापा अनि सहन बिहानको 5 बज्यो दुधु पापा खाँदैछ सहनले आफै खान्छ हाम्रो छोराले नि हो भन लाइक देखाइ दे लाइक लाइक गर्दा अब सिलगढी पुग्नु लाग्यो 2 घन्टा छ अझै फेरि सुत्ने फेरि जाने है नि मेरो त्यही मलाई छ चढ्यो होला छोड्यो त्यो आयो गुड मॉर्निंग गाइस अब हामी 1 घन्टा छ लगभग यहाँ भइसक्यो लगभग जाँदैछ मर्निङ गाइस ए हामी सिलगढी पुग्नलाई 1 घन्टा छ अझै सबिन यहाँ अहिले यो गाडीको एउटा चिज खराब भयो भने लाइट छैन यो लाइट खराब छ चार्जिङ खराब फोन पनि चार्ज हुनु भ्याएन कस्तो खराब छ फोनको लाइनै खराब छ है साँझको चिसो हावा तिम्रो याद ल्याउँछ मुस्कान तिम्रो सम्झदा मन रमाउँछ सपना जस्तै लाग्छ तिम्रो यो कुरा सुनको जस्तो छ जीवन जब तिमी नजिक छौ कोरसाद तिमी नै मेरो साथी तिमी नै मेरो खुसी सधैँ सँगै रहौ यो मुटु भरि सँगै हाँसौँ सँगै रौँ मेरो संसार तिमी बिना अधुरो छ हामी सिलगढी पुग्यौँ भने अब नेपाल अब सिलगढीमा पुग्यौँ अब बाट नामेर अब काकरपित्तको गाडी लिने हो नेपाल बोर्डर जाने हो पहिला नेपाल जानु भने यही बसमा जाऊँ न यही बसमा हुन्छ नि बेटा यहाँबाट अब हामी नाम्ने हो है